आउने ट्रेन हो। सायद मठमा आइसक्नु भएको छ होला। प्रकाश सपुत आउने ट्रेनको दृश्य यो बेलुका प्रकाश सपुत आइसक्नु भएको छ होला मठमा सायद। हुन्छ आज चाहिँ बाइक लाइन बाहिर निकै चाप देखिएको छ र भित्र कस्तो छ एकछिनपछि तपाईँलाई देखाउने छ हामी। आज चाहिँ निकै चाप बढिरहेको छ जस्तो छ। सवारी साधनहरू देख्दा मान्छेको आवाज जावज पनि भित्रबाट भइरहेको छ। देख्न सक्नुहुन्छ मान्छेको चाप। हेर्नुहोस् त क्याम्पहरू पनि सपोर्ट क्याम्पहरू बसेको छ। बाहिर हेर्नुहोस् त दर्शकहरू कति छन्। भित्र चाहिँ कति होला नि है टम्बर सर? बाहिरकै यति धेरै मान्छे हुनुहुन्छ भने भित्र चाहिँ कति हुनुहुन्छ होला भन्ने आफै ग्यास गर्न सक्नुहुन्छ। बाहिर चाहिँ टिकट लिनको लागि बसेको दर्शकहरू देख्दा टिकटको लागि है यो लाइन। टिकटको लागि लाइन हुनुहुन्छ। आज कति धेरै मान्छे हुनुहुन्छ। टिकटको लाइन दुईसँग टिकट बाँधिरहेको छ है आज। प्रकाश सपुत आउने हो। जनता धेरै छ। है हामी टिकट नम्बर सरले टिकट काट्नु भएको छ। म चाहिँ यसोमा पासमा हिँडिसकेको छु। यो पासमा हिँडिसकेको छु म। स्टलहरू छन् आज। धेरै पार गर्नुपर्छ स्टलहरू। म पुग्दा स्टलमा पुग्दा कति मिनटमा गइन्छ है जम्बर सर? कति मिनटमा गइन्छ अब? गेटबाट लिएको भिडियो यो। सस्तो मूल्यमा छ है। हेर्नुहोस् है आउनुहोस् है यहाँ सस्तो मूल्यमा है। 50,000 दाजु के छ? जुत्ता ya udah 2 bulan besok. Hah? 2 bulan besok. Tuh, tunggu kalau story, kami tunggu minta. Saat itulah. Baru mau sobat ya.
जैकेट 750 थर्माकोट 550 जैकेट 750 थर्माकोट 550 어제 알지? 어? 바이런 좋다네. करिब हाम्रो 6 मिनट जति लाग्यो यहाँ गेटबाट कार्यक्रम स्थल आइपुग्छ। करिब हाम्रो 6 मिनट लागिसकेको छ। कार्यक्रम स्थल आइसक्यो लगभग। अब केही समयपछि हामी चाहिँ मस्लिम जानेछौँ। कलाकारहरूको